नमस्कार। किनुम्न रियल इस्टेटमा यहाँलाई हार्दिक स्वागत छ। दमक नगरपालिका वडा नम्बर 3 मा अवस्थित 16 कट्ठा जग्गा चलन चल्ती भन्दा निकै कम मूल्यमा बिक्रीका लागि उपलब्ध भइसकेको छ भने साथमा कृषि फार्मका लागि उपयोगी साथै रिसोर्ट तथा फन पार्कहरूका लागि बहुउपयोगी 50 लाख भन्दा माथिको भौतिक संरचना सित्तैमा रहेको यहाँलाई अवगत गराउन चाहन्छु। यदि तपाईँ मेरो च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने यहाँलाई जानकारी होस्, हामीले प्रसारण गरेका सम्पूर्ण विवरण 100% सत्य तथ्यमा आधारित हुनेछ, किनकि हामीले कुनै पनि कारोबार कमिसनमा नभएर हाम्रो अफिसियल शुल्क अनुसार शुल्क लिएर प्रसारण गरिएको हुँदा छिटो, छरितो र सस्तो घर जग्गाका लागि सदैव हामीसँग जोडिनु हुन पनि अनुरोध गर्दछु। उत्तर दक्षिण 120 फिट तथा पूर्व पश्चिम लगभग 600 फिट क्षेत्रफलमा फैलिएको 16 कट्ठा जग्गा। यो देखिएको आलीबाट सिधा पर यो एरोले देखाएको बाटो यो आली नै सिमाना हो दक्षिणपट्टिको भने यो पर देखिएको यो रुख छ जुन रुख यो रुख सिमाना हो र यो देखिएको आली जुन एरोबाट देखिएको र माथिल्लोपट्टि साइडको उत्तरतर्फको पनि सिमाना यही हो, त्यहाँ बार लागेको छ र यो देखिएको यो एरोबाट माथि दक्षिणपट्टिको तल्लोपट्टिको सिमाना चाहिँ त्यो र यो देखिएको भौतिक संरचना तथा यो रुखहरू यो 16 कट्ठाभित्रै पर्दछ र अत्यावश्यक समर्सियल पम्प, खानेपानी, बिजुली लगायतका भौतिक पूर्वाधारहरूको पूर्ण रूपमा सुविधा रहेको र यो गाई पालनको लागि बनाइएको यो एउटा संरचना हो भने यहाँ कर्मचारी व्यवस्थापन तथा ह्याचरी मेसिनको लागि यो बनाइएको संरचना देख्न सक्नुहुन्छ तपाईँले। र यो यताको साइडबाट यहाँभन्दा केही पर लोकल कुखुराको फार्महरू प्लस ह्याचरी राखिएको छ र यो ठ्याक्कै यो गेटभन्दा भित्रपट्टि चाहिँ यो फन पार्कको अवधारणाले बनाइएको यो स्विमिङ पुल बनाउने भनेर बनाइएको संरचना हो। यसको वरिपरि स्ट्रङ कङ्क्रिट वाल लगाएर तार जालीले तयारी अवस्थामा पारिसकेको अवस्थाबाट विभिन्न कारणले बन्न सकेन। यसलाई बाहिरबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ। यो बन्न नसकेको कारण यहाँ अहिले चाहिँ लिची र आँपहरू रोपिएको छ र लिची र आँपको फार्म बनाइएको छ, तर खासमा यो चाहिँ फन पार्कको अवधारणाबाट स्विमिङ पुल बनाउने हेतुले बनाइएको संरचना हो। र यो माथिल्लो उत्तरपट्टिबाट हामी अगाडि जाँदैछौँ। यही फार्मकै जग्गा हो, यो 16 कट्ठाभित्रै पर्दछ। यो उत्तरपट्टिको सिमाना छेउबाट जाँदैछौँ हामी र विभिन्न संरचनाहरू देखाउने कोसिस गरिरहेको छु म। यो यहाँ अब हामीले देखेको यो टहराहरू भनेको चाहिँ बँदेल पालनको लागि बनाइएको टहरा हो। यो संरचना यति व्यवस्थित छ कि यहाँ बिउ राख्ने, भाले राख्ने बेग्लै छ, त्यस पछाडि चल्ला बच्चाहरू हुर्काउने बेग्लै र माउलाई राख्ने बेग्लै स्थान एकदमै वैज्ञानिक हिसाबले बनाइएको छ भने यो लोकल कुखुरालाई हुर्काउने, चल्ला हुर्काउने खोर बनाइएको। त्यसभन्दा बाहिर योभन्दा अगाडि यहाँ माछा पालनको लागि यहाँ देब्रेपट्टि यो देख्न सकिन्छ। यो माछा पालनको लागि पोखरी र माथिल्लो साइडबाट सबै यो रुख बिरुवा रोपिएको छ। एकदमै बहुमूल्य रुख बिरुवाहरू 700 भन्दा माथि रुख बिरुवाहरू रोपिएको छ। यहाँ अगरुड लगायत विभिन्न रक्तचन्दनका रुखहरू, एकदमै बहुमूल्य रुखहरू हुर्किसकेको अवस्था छ। यो देखिएको पैनी छ, यो बर्खामा पनि त्यत्रो ठुलो आउँदैन र हिउँदोमा पनि सुक्दैन। यो अत्यन्तै राम्रो छ र प्लस यो टोयलेट हो। यो अर्को यहाँ देखिएको यो संरचना टावर, भ्यू टावर, यो अत्यन्तै वैज्ञानिक हिसाबले बनाइएको छ। यहाँ इलेक्ट्रिसिटीको व्यवस्था छ, पानीको व्यवस्था छ हैन। प्लस यो चाहिँ एकदमै लग्जरियस हिसाबले बनाउन खोज्दै पनि यो विभिन्न कारणले बन्न नसकेको कारण अहिले बिक्रीमा रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँबाट निस्के पछाडि चाहिँ यो माछा पालनको पोखरी देख्न सक्नुहुन्छ। यो माछा पालनको दाहिनेपट्टिको बाटोबाट यो ठ्याक्कै देखिएको यो रुख छ। यो रुखले छेले जति विचार गर्नुहोस् है, यो रुखले छेलेदेखि माथिल्लोपट्टि सिमाना हो। ठ्याक्कै यो लामो लामो अग्लो हुर्केको रुख छ। यो एरोबाट यो चाहिँ
16 कट्ठाभित्रको जग्गा हो भने त्यो छोटो रुखहरू चाहिँ अर्कै व्यक्तिको जग्गा हो। र यो फ्रेममा देखिएको जति नै ठ्याक्कै सिमाना हो यो यतापट्टि, र यो देखिएको चाहिँ सरकारी बाटो भर्खरै यही फार्म बनाउने क्रममा दर्ता गरिएको यो 20 फुटे बाटो, यो सार्वजनिक बाटो। अब चाहिँ हामी बाहिरी सिमाना हेर्नेछौँ। यसको चारैतिरको यो भनेको दक्षिणपट्टिको सिमाना हो। यो अहिले जुन देखिएको छ यतापट्टि यो व्यक्तिको जङ्गल हो भने दक्षिणपट्टि, योभन्दा अगाडि अलिकति अगाडि यो भाटाले बारेको देखेदेखि उता दक्षिणपट्टि चाहिँ यो जुन यो बाँसबारी लगायत यहाँ केही टहराहरू बनेको छ, यो चाहिँ मेची लगायत 7वटा सहकारीहरूले 7 बिघा जग्गा किनेको छ यहाँ। र यहाँभित्र पानीको प्लान्ट बनाउने र प्लान्टेसन भइरहेको छ भने रबर खेती पनि भइरहेको छ यो दक्षिणपट्टि। र यता माथिल्लोपट्टि यो एरिया, यो माथिल्लोपट्टि चाहिँ फार्मकै एरिया हो। यो फार्मकै दक्षिणपट्टिको दोस्रो गेट हो। र यो फार्मकै सिमाना हुँदै हामी दक्षिणपट्टिबाट देखाउँदैछौँ भने यो केही अगाडि गएपछि यहाँनिर मावा खोला छ। यो मावा खोलाको जनता तटबन्ध बाँधिसकेको अवस्था हो। यो एकदमै स्ट्रङ र मजबुत खालको तटबन्ध छ। यहाँबाट एक लेयर, यो माथिबाट यो ठुलो फ्ल्याट छ, त्यस पछाडि फेरि अर्को लेयर, त्यहाँभन्दा माथिबाट फार्मको कम्पाउन्ड देख्न सकिन्छ। मैले अघि टावरबाट देखाएको जङ्गल यही हो, यो अग्लो रुखहरू। र यो अग्लो रुख जुन यतापट्टि देखिँदैछ यो तटबन्धभन्दा मासतिर हो, त्यो रुखबाट अलिकति माथि गएर हेरौँ हामी। हो ठ्याक्कै यो अग्लो रुखबाट सिधा पर अघि जुन टावर थियो त्यहाँबाट मैले देखाएको सिमाना थियो, त्यहाँदेखि माथि सबै यो 16 कट्ठाभित्र पर्दछ। यसरी पश्चिम र दक्षिणको सिमाना सकियो भने अब हामी पूर्वपट्टिको सिमाना हेर्दैछौँ। यो ठ्याक्कै देखेको यो 3 कट्ठा जग्गा फार्मबाटै छुटेर बेचिएको जग्गा हो। र यो पूर्वपट्टिको बाटो र पूर्वपट्टिको बस्तीहरू म देखाइरहेको छु तपाईँलाई। फार्मबाट अलिकति पूर्व गएपछि फेरि उत्तर जाने बाटो भेटिन्छ, सानो बाटो। यो देखिएको तेर्सो चाहिँ पूर्व जाने बाटो, यो के अरे बाहिरी रिङ रोड छुन्छ यसले भने। यहाँ यो यसले चाहिँ ठ्याक्कै रिङ रोड छुन्छ, यो 200 मिटर मात्रै अगाडि छ। र यहाँबाट उत्तर जान्छ। यो फार्मको चारैतिरको सिमाना देखाउने क्रममा छु म। यहाँबाट केही अगाडि गएपछि फार्मको सिमानाभित्र जान्छ। यहाँबाट लेफ्ट लिएपछि, यहाँबाट लेफ्ट गएपछि ठ्याक्कै सिमानाको माथिल्लो साइड मैले अघि सुरुमा देखाएको एरो थियो त्यो लाइन भेट्नेछौँ हामी। यो उत्तरपट्टिको सिमाना यहाँबाट सिधै तेर्सो। र यो अगाडि देखिएको यो थोरै रुख भएको यो एरिया पनि फार्म एरिया हो। यहाँ चाहिँ अहिले सुँगुर प्लस कुखुरा पालन भइरहेको छ भने अब यहाँबाट उत्तरपट्टिको सिमाना देख्न सक्नुहुन्छ तपाईँले। यो एकदमै स्ट्राइट ठ्याक्कै खोलासम्म यो सिमाना पुग्ने गर्दछ। यो जग्गा एसियन हाइवेबाट लगभग 400 मिटर उत्तरतर्फ छ भने माथिल्लोपट्टि मदन भण्डारी लोकमार्गबाट लगभग 200 मिटरभित्र प्राइम लोकेसनमा रहेको छ। म तपाईँलाई सजिलोको लागि मदन भण्डारी लोकमार्गको मधुमला खण्ड लाली गुराँस चोकबाट म तपाईँलाई क्लियर लोकेसन देखाउने छु। यतापट्टि तपाईँले लेफ्ट साइडमा हेर्नुभयो भने यो पेट्रोल पम्प छ, दुम्सी पेट्रोल पम्प पनि भन्छ यसलाई। र त्यहाँबाट यता राइट साइडतिर लाग्यो भने यो देब्रेपट्टि देखिएको मदन भण्डारी लोकमार्ग हो भने हामी अब दाहिनेपट्टि लगभग 1 किलो जति तल झरेपछि दक्षिणतर्फ झरेपछि एउटा ठुलो प्लटिङ देख्न सक्छौँ। यही प्लटिङको सिधा दक्षिणपट्टि हो हाम्रो लोकेसन।
अब भने चाहिँ हामी ठ्याक्कै लोकेसनमा आइपुग्यौँ र यो बाहिरी रिङ रोडबाट 200 देखि 300 मिटर पश्चिम गएपछि हामी लोकेसनमा पुग्नेछौँ। हामीले यहाँको दायाँ बायाँको बस्तीलाई निहाल्न सक्छौँ र यो मिश्रित बस्ती रहेको छ। क्षेत्री बाहुन, राई, लिम्बू, धिमाल, चौधरी सबैको मिश्रित बस्ती रहेको छ यो। यसरी हामी ठ्याक्कै लोकेसनमा पुग्यौँ। ल यो मधुमलाबाट आएको लोकेसन सकियो भने यहाँबाट हामी ठ्याक्कै अहिले उर्लाबारी चोकमा छौँ। यो उर्लाबारी चोकबाटको अर्को लोकेसन म तपाईँलाई देखाउन लागिरहेको छु। ठ्याक्कै उर्लाबारीबाट पूर्व लाग्छौँ हामी। यो उर्लाबारी चोक, यहाँबाट हामी पूर्व लाग्छौँ। यो उर्लाबारी कटे पछाडि यो मावा खोलाको पुल, मोरङ र झापाको सिमाना, यो एसियन हाइवेमा छौँ हामी। एसियन हाइवे बनिरहेकोले गर्दाखेरि एकदमै धुलो धुवाँको प्रदूषण छ। हामी अब यहाँबाट ठ्याक्क देब्रेपट्टि यानि कि उत्तरपट्टि लाग्नेछौँ। यो अगाडि दमक जाने बाटो र यो चाहिँ उत्तर लाग्छौँ हामी यहाँबाट। लगभग यहाँबाट 3 देखि 4 किलोमिटरमा हामी लोकेसनमा पुग्नेछौँ। यहाँबाट पूर्व गएपछि यो भ्यू टावरमा पुग्छ। दमक बिजनेस कम्प्लेक्स भनौँ न, अहिले चाहिँ पहिले भ्यू टावर भनेर बनाइयो, पछि दमक सपिङ कम्प्लेक्स भयो। यहीँबाट तेर्सो जाने हो। उता पूर्वबाट चाहिँ बनिसकेको छ त्यो बाटो, यताबाट जाने बाटो चाहिँ बनिएको छैन, त्यहीँबाट छिर्ने हो। ल अब चाहिँ हामी ठ्याक्कै लोकेसनमा आइपुग्यौँ। यहाँबाट फेरि अलिकति पश्चिम गएपछि 200-300 मिटर गएपछि हामी लोकेसनमा पुग्नेछौँ। यो बाटो त अघि मैले देखाइहालेँ, फेरि अब देखाउन जरुरी रहेन। धन्यवाद।